सो हामी चाहिँ कालिम्पोङ मन्दिरमा चाहिँ आइसकेका छौँ। यति सङ्घर्ष मिहिनेत बसिरहेको भइरहेछ। त्यही पनि अब गेट हिमाल हो नि हिमाल। गुड मर्निङ गाइज, के छ तपाईँले? स्वागत छ मेरो नयाँ नौलो ब्लगमा। आज पनि हामी घुम्न गइरहेको छौँ सैलुङ कालिम्पोङ। पछि हामी कालिम्पोङको डेस्टिनेसन छ, त्यो चाहिँ फर्केर सैलुङमा एस ल। सो हाम्रो साथी पनि छ यतापट्टि ब्ल्याक निको सो अब यहाँ आउँदैछ भाइहरू। हाम्रो गिटार पनि बोक्छ। अब आउँदैछ केटाहरू गाडीबाट माथिबाट। अब सिधै गाडीमा भेटौँ है त। ल साथीहरू, हामी चाहिँ बसमा हेर ल फाइनल्ली बसिसकेको छौँ हामी होइन। सो गाइज, हामी चाहिँ जोलाल घाटमा आइसकेका छौँ। अनि अहिले चाहिँ हामी ब्रेकफास्टलाई चिया खान जान लागेको। अनि अगाडिपट्टि केटाहरू हिँड्दैछ। अनि अभिषेक हेलो हेलो है ल। अनि अब यस्तै हो, यस्तै भइरहेको छ दुर। अनि गाडीको चाहिँ पङ्चर भयो टायर नै, किनभने तात्यो ओभर हिटेड भएर चाहिँ पङ्चर भएको अवस्था छ। अनि प्यासेन्जर कति थियो त? प्यासेन्जर जस्तै गाडीमा अनि नअट्ने जति थियो त। अनि प्यासेन्जर त ओभर थियो त। अनि यहाँ खाएछ हामी पैसा आफै तिर्नुपर्ने दोस्त। हामी स्कुल पैसा दिएछ, स्कुलै दिएछ भने कस्तो हामी किन तिर्ने? यस्तो भयो भने यहाँबाट फर्केर जान्छु दोस्त। ल ठिक छ। अब भ्यू अब यस्तै छ भ्यू त। हेलो भन्नु त मेरो भ्लगमा हेलो केटा हो ल सबैले हेलो भन्नु। लो यहाँबाट निस्केको कसम यो हजुर 10 मा हजुर अनि खेल्यो। यस्तो खेल एकदम स्पिड बाडी थियो। उहाँबाट सुइरी हो कि यो भन्दा धेरै बढी थियो हेर्दाखेरि यो छ होइन, स्पिड छ पानी। अनि भटेको सिआरी छ। अनि यो धरानपुर छ, धरानमा बरा क्षेत्र। उहाँबाट पौडी खेलेर आएको कि बगाएको? पौडी खेलेको होइन। पौडी खेल्दा खेल्दै बगाएको। 1 वर्ष अगाडि गर्दाखेरि त्यसको स्पिड, धारको स्पिड मलाई अनुमान भएन। अनुमान भएन रे। अनि पछि निक्लिँदाखेरि त धार त बढिरहेछ। अनि त्यसपछि बगाएर ल्याएको। त्यस्तो नभन, त्यति बेला सरको भुँडी थिएन होला नि त। सरको भुँडी थिएन होला। सर्टकट बाटो भनेर आएको छ। अनि यहाँनिर त लङ कट पर रास्ता छ। अब दामी छ होइन। सो मलाई चाहिँ एकदमै गाह्रो भइरहेछ। त्यही पनि अब गेप गाडी पढ्ने छु है त फेरि। सो हामी चाहिँ कालिम्पोङ मन्दिरमा चाहिँ आइसकेका छौँ। यति सङ्घर्ष मिहिनेत पछि आइसकेका छौँ। देखाइदेऊ साथी उता कालिम्पोङ भ्यू। यति दुःख गरेपछि हामी फाइनल्ली आइसकेका छौँ। कुशल तातो पानी हान्दैछौँ हामी होइन। केटा हौ हामी सब यहाँ बेलुकाको मिल
आज हामी बेलुकाको मिल खान लागि त मिल आऊ बेलुकाको भात चुप टाउको दुखेर एकदम ज्वरो आएर मलाई यहाँ आनन्द आउँदो रहेछ या तर है राख्न हल्का ज्वरो आएको भिडियो बन्यो बन्यो यार अब त कन्ट भाइरल